आज त एनपिएल छ त विराटनगर सुदूरपश्चिम ओ सही हो आज क्वालिफायर वान हुँदैछ है हुँदैछ। ल केटा आज कसले जित्यो त खोइ आकलन गर सर सुदूरपश्चिमले जित्छ क्या। सुदूरपश्चिम मेरो ससुराली पनि हो। मैले हिजो सपनामा पनि आएको थियो अनि मैले आज ज्योतिषबाट हेराउन गएको थिएँ। ज्योतिषले पनि भनिदिएको थियो अनि सुदूरपश्चिम त्यो उसलाई दिपेन्द्र सिंह ऐरीलाई हेर्दाखेरि बाघ जस्तो छ। त्यसले त फेरि 6 छक्का हाने पनि हो। वर्ल्ड रेकर्ड नै तोडिदिन्छ त्यसले। आज फिक्सै जित्छ सुदूरपश्चिमले। हो र कान्छ तिम्रो ससुराली भन्दैमा कहाँ जित्छ त सुदूरपश्चिमले? विराटनगरमा कस्तो कस्तो खेलाडी छ थाहा छ? 2022 को वर्ल्ड कप खेल्दाखेरि हेर्दाखेरि ज्योतिषले नै विराटनगरले जित्छ भनेर भनिसक्यो होइन सर पनि ए त्यो भनेको थियो है होइन सर सुदूरपश्चिमले जित्छ। वर्ल्ड रेकर्ड नै तोडिसक्यो अब त उहिले दिपेन्द्र सिंह ऐरीले। अनि त्यसो भए चाहिँ अब के गर्ने भने चाहिँ तिम्रो चाहिँ पक्षमा चाहिँ अब उसले जित्छ भने विराटनगरले जित्छ। तिम्रो पक्षमा सुदूरपश्चिमले जित्छ। ल अनि यो सुदूरपश्चिमले जित्यो भने के गर्ने त तिमीले? अब के गर्ने सर सुदूरपश्चिमले जित्यो भने त फेरि भोलि अब पार्टी हुन्छ। सबलाई पार्टी हान्ने हो। नत्र फेरि अब बाजी हानौँ न फेरि यता क्यालकुलेटर अब झोला सोलाको बाजी हानौँ। भोलि जो जित्छ त्यही लिन्छ। झोलै लैजाने झोला लिने सर। ल तिमीले के बाजी राख्छ त ल बस विराटनगरको त अब विराटनगरले जित्दै साथमा भोलि सर समेतलाई पार्टी खुवाउने हो। अरूलाई त अब सबैलाई हो भोलि। अब मलाई के पार्टी खुवाउँछ त त्यसो भए? अब भोलि मासु मासु सबैलाई खुवाउने उताको होटल ल्याएर आउने। फेरि यहाँ आयो फेरि अर्को। यो